नमस्कार साथीहरू, आज हामी तपाईहरूलाई पर्वत जिल्लाको बनौं लेकको दृश्य देखाउँदैछौँ। समुद्री सतहदेखि 2500 मिटरको उचाइमा पर्छ। गाउँ माथिको जङ्गलको बीचमा रहेको पहाडको भ्यू टावर। बनौलाई आलु उत्पादनका हिसाबले मात्रै चिनेकाहरू अहिले पर्यटकीय स्थलका रूपमा चिन्न थालेका छन्। मध्य पहाडी पुष्पलाल लोकमार्ग बागलुङ पर्वत खण्डको अर्मादीबाट 1 घण्टामै पुग्न सक्ने स्थानमा रहेको बनौं पुग्ने सडक कालोपत्र भएपछि चर्चामा आएको पर्यटकीय गन्तव्य हो। कला संस्कृतिको धनी रहेको बनौं गाउँमा मगर समुदायको बाहुल्यता छ। उनीहरूको मारुनी नाच र मगर बाजा यहाँको पहिचान समेत हो। उच्च पहाडी भेगमा पर्ने बनौं लेकमा उत्पादित आलु र निकै स्वादिष्ट हुने गरेको छ। बनौं लेकबाट धवलागिरी, अन्नपूर्ण, नीलगिरी लगायतका दर्जनाई हिम श्रृङ्खला समेत देख्न सकिन्छ। अहिले बनौंमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चहल पहल ह्वात्तै बढेको पाइन्छ। आन्तरिक पर्यटक बढ्न थालेपछि पर्यटकलाई लक्षित गरी घरवास तथा विभिन्न होटल समेत सञ्चालनमा आएका छन्। चिसो हावापानी सहित चिटिक्क परेको गाउँमा अहिले दृश्यावलोकन, जैविक परिकारको स्वाद तथा सूर्योदय हेर्नका लागि आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन्। बागलुङ, पर्वत, म्याग्दी र काठमाडौँ लगायतका क्षेत्रबाट आन्तरिक पर्यटक यहाँ आउन थालेका हुन्। यहाँ आउने पर्यटक सहर बजारको कोलाहल छन्न हल्जुरे डाँडाबाट दृश्यावलोकन गर्न र देवीथान मन्दिर दर्शनका लागि आउने गरेको पाइन्छ। जलजला गाउँपालिका 9 स्थित बनौं लेकमा सबैभन्दा बढी पर्यटक बागलुङबाट आउने गरेको स्थानीयको भनाइ छ। बनौं गाउँमा पर्यटकको संख्या वृद्धि भएसँगै पछिल्लो समय घरवासका साथै अन्य होटल समेत सञ्चालनमा आउन थालेका छन्। सामाजिक सञ्जालमा अहिले बनौं जाने र फोटो भिडियो अपलोड गर्ने लहरै चलेको छ। बादल तुयालो नलागे खण्डमा बिहानै देवीथान रहेको डाँडामा पुगेर दृश्यावलोकनसँगै धवलागिरीका 3 जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुस्मा बजार एकैसाथ देख्न सकिन्छ। बनौं लेक पुगका पर्यटकले देवीथानको डाँडामा बनाइएको वनभोज स्थलमा टेन्ट हालेर समेत बस्ने गरेका स्थानीयवासीको भनाइ छ। हल्जुरे डाँडाबाट देखिने सूर्योदयले दार्जिलिङको झल्को दिने गरेको त्यहाँ पुग्ने पर्यटकको भनाइ छ।